हेलो तपाईहरु सबैजनालाई गुड मर्निङ। आज चाहिँ म दुध पुर्याउन जान्दैछु माथि होस्टेल। अन्त यहाँ चाहिँ छ दुध 2 केजी लान्छ नि त दुध। सधैँ आमाले पुर्याउनु हुन्थ्यो। आज चाहिँ मैले पुर्याएको। आमा अलिक बिसन्चो हुनुहुन्छ नि त। सो हेर्नुस् म कसरी हिँडिरहेको छु। हत्तु भइरहेको छ। घाम चाहिँ तर यहाँ माथि आइपुगिसके। म आज अलिक ढिलो गएको नि त। त भाउजू हेलो भन्नु। भाउजूले चाहिँ दुध छाड्नु हुँदैछ। म चाहिँ पुगेँ मङ्गले बजार। उपर गोपी भाइको दोकान बजार त्यस्तो खोलेकै छैन रहेछ। यहाँ जानुपर्ने हो म चाहिँ गोपी भाइको दोकानमा। नवीन दाजुको दोकानमा आइपुगेँ। सिरियस हेलो गर्नु न। हेलो सब्जी किन्नु आएको म चाहिँ। रमभेडा छान्नु आँटेको। तिमीलाई यो गीत सिकाउनु पर्छ अब। सिकाउनु न शनिबार कस्तो मजा गीत छ। स्याटरडे सिक्नुपर्छ है नवीन दाजु। यति भइरहेको छ फेरि लाउनु पर्ने छ। सुना खानेलाई त अब के चाहिँ दिनु। कसले खाँदैन हौ? ए पापाले भन्दै थियो आउँछ होला। तिमीहरू ट्रेनिङ गएको थिएछ 2.0 ए भयो। प्याज पनि त लानु छ साथीहरू। पुग्यो यो अब चाहिँ अलिक बेसी भएछ। म चाहिँ सब्जीहरू लगेर सब्जीहरू पनि किन्नु थियो नि त। सो सब्जीहरू किनिसकेर चाहिँ घर जाँदैछु। बाटो यस्तो ओह्रालो हिँड्दैछु। खुट्टा काम्दै स्पिड ढिलो भइसक्यो नि त। ड्युटी पनि जानुपर्छ हो घर गएर। अन्त त्यही भएर चाहिँ आज अलिक ढिलो भयो। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। सी यू इन द नेक्स्ट भिडियो। बाई बाई। घाम पनि हेर्नुहोस् है।